थियो। उहाँसँग अस्ति मैले पर्सनली पनि कुरा गरेँ। उहाँले के भन्नुभयो भने मैले ठ्याक्कै डेटा चाहिँ बिर्सेँ। योभन्दा अगाडि चाहिँ सायद त्यो 82-83 बजेट त्यो यो वर्ष चाहिँ झन्डै 3 खरब चाहिँ वैदेशिक चाहिँ के भन्छ त्यो सम्बन्धी काम गर्ने मेन पावरहरूले चाहिँ उठायो भन्ने खालको उहाँको चाहिँ अनौपचारिक रूपमा कुराकानी हामीले गर्दाखेरि उहाँले मलाई भन्नुहुँदै थियो। अब यो के समस्या छ भने नि यो वैदेशिक सम्बन्धी ठुलो समस्या छ, नेपालमा नीतिगत ठुलो समस्या छ। अब आज मात्रै गएँ 2 जना तपाईँको इजरायलमा चाहिँ यो मेरो फोन आएको छ। इजरायल जानको निम्ति त्यहाँ चाहिँ कता कता एक्जाम दिनको निम्ति राम्रो इन्भाइरोमेन्ट त्यहाँ चाहिँ व्यवस्थित नगरेको भनेर चाहिँ आन्दोलन गर्दाखेरि 2 जना मान्छे चाहिँ आज हिरासतमा थुनिरहेको छ। आज मात्रै म गएँ कालीमाटी चौकीमा। यस्तो थुप्रै समस्याहरू छन् र सबैभन्दा चाहिँ वैदेशिक रोजगारमा देखेको समस्या के हो भन्दाखेरि रहरले कोही जाँदैन, बाध्यताले प्रवास जानुपर्छ। यसै विषयमा आज काठमाडौँको सिडिओसँग मेरो कुरा हुँदै थियो। ऊ खुब रिसाउनु भयो। अनि मैले पनि भने तपाईँले यस्तो किसिमको हरकत नगर्नुहोस् भने। मैले उहाँले के भन्दै थिएँ भने एउटा युवा विदेश जानले एक्जाम दिन आएको छ, त्यहाँ चाहिँ त्यो इच्छाले होइन, कति फोन गरेको काटेपछि त नगर्नु नि हो। इच्छाले कोही पनि तपाईँको विदेश जान्छ भनेर जानेर आउँदैन। परिस्थितिले उहाँले एक्जाम दिनु आयो, मान्छे भित्र थुनेर राखिरहेको छ, हिरासतमा मान्छे छ। अब मानिसले एकचोटि फोन उठाउनु होला, हजुरले फोन उठाएर चाहिँ म लाइभमा छु भनेर जानकारी गराउनु पर्ने भयो। बाँकी सबैजनाले फलो गर्नुहोस् है हजुर। साध्य हुँदैन त्यो फोन मेरो आएको छ नयाँ हुन्छ, कन्टिन्यू गर्नु होला। हस् हस्, थ्याङ्क यू। अनि मैले सिडिओलाई मैले के भन्दै थिएँ भने तपाईँ र मैले खाने तलब पनि यी सोझा साझा श्रमजीवी युवाहरूले पठाएको रिमिटान्सले खाइरहेको छौँ। तिनले थुने राख्नु कति नियोजित भन्दाखेरि हुँदैन त्यस्तो सत्य छैन भनेर चाहिँ आज सिडिओ साथी मलाई भन्दै थियो होइन। यस्तो छ हाम्रो बुझाइ। आज हाम्रो चाहिँ नेपाल सरकारसँग एकिन तथ्याङ्क छैन। साँच्चै नै म दुःख लाग्छ होइन, संसारभरि युवाहरू आज चाहिँ छरपष्ट भएर बस्नु परेको छ। बाध्यता हो होइन, अभिभावकहीन भएर बस्नु परेको छ। नेपाल सरकारसँग तथ्याङ्क छैन कति चाहिँ विदेशमा युवाहरू छ भनेर है। र मैले तपाईँको सरकारलाई अस्ति पनि यो कुरा उठाएको छु। यो फ्री भिसा फ्री टिकट विषयमा थोरै कुरा गर्न चाहन्छु। आज हरेक नेपालीले खाली मुलुक जाँदा म चाहिँ 2 लाख 3 लाख 4 लाख 5 लाखसम्म तिरेका छन् है। राम्रो सेक्युरिटी गार्डमा जाँदा त झन् तपाईँको 8 लाख 9 लाखसम्म पनि तिर्छ भन्ने कुरा मैले सुनेको छु। त्यो सत्यता कति हो आई डोन्ट नो। तर हरेक नेपालीले पैसा तिरेका छन् र राम्रो काम पाउनेलाई पाइहाल्छ, नपाउनेले तपाईँको देश फर्केर आउँदाखेरि उसले पैसा फिर्ता माग्ने कुनै पनि आधार हुँदैन। किन भन्दाखेरि सरकारले 10,000 रुपियाँमा चाहिँ फ्री भिसा फ्री टिकटमा 10,000 विदेश पठाउने भनेको छ। त्यस्तो आज कैयौँ समस्याहरू छन्, हजारौँ मुद्दाहरू आज वैदेशिक विभाग थन्केर बसिरहेको छ है। अनि सरकारले फ्री भिसाकै फ्री टिकट पठाए, फ्री भिसा फ्री टिकट पठाए हुन्छ। हिजो मात्रै त्यो संसदमा मेरो चाहिँ अनौपचारिक रूपमा के भन्छ श्रम मन्त्रालयसँग मैले भन्दै थिएँ कति पठाउनु भयो तपाईँले चाहिँ भनेको 25,000 चाहिँ जान्छ भन्नुहुँदै थियो अनौपचारिक रूपमा होइन। तर 25 लाख 1 करोड नेपाली बाहिर छ आज युवाहरू। अनि सरकारले फ्री भिसा फ्री टिकट भनिदिएको छ, अनि तपाईँको चाहिँ पैसा लिनलाई अवैध भनिदिएको छ। अनि तपाईँको चाहिँ फर्केर आउँदाखेरि कुनै नेपालीले युवाले काम नगरेर देश फर्केर आउँदाखेरि उसले तपाईँको पैसा फिर्ता माग्ने कुनै पनि आधार हुँदैन है। यो त तपाईँको नीतिगत ठुलो समस्या छ। हेर्नुहोस् आज ल कसले पैसा तिर्छ भने सरकारले डेटा पठाऊ भन्नुहोस् त 20 लाख 30 लाख 40 लाख तपाईँको चाहिँ नेपाली युवाले मैले पैसा तिरेँ भनेर रिपोर्ट आउँछ तपाईँको। आज सरकारले त्यो छानबिन समिति बनाओस् त। त्यस्तो अवस्था छ। यस्तो तपाईँको चाहिँ दर्दनाक पीडा युवाले भोगिरहेका छन्। यो चाहिँ तपाईँको चाहिँ नीतिगत नेपालको समस्या हो। अर्को तपाईँको समस्या के छ भन्दाखेरि त्यहाँ दूतावासहरू छन्
दूतावासले तपाईँको चाहिँ कुनै पनि रेस्पोन्सिबल गर्दैन, सही ढङ्गले काम नगरेको कारणले गर्दाखेरि समयमा तलब पाएको छैन, कुनै नागरिकलाई समस्या पर्छ समयमा उद्धार भएको छैन, दूतावासहरूले तपाईँको चाहिँ कुटनीतिक रणनीतिक ढङ्गले पहल नगर्दाखेरि यो सम्बन्धी सरकारलाई म प्रत्यक्ष अप्रत्यक्ष रूपमा निरन्तर झकझक राख्छु। हेर्नुहोस्, जति संसदमा बोले त्यति मात्रै होइन, मैले श्रम मन्त्रीलाई म हिजो भने म भोलि श्रम मन्त्रीसँग बस्दैछु, बसेर यो कुरा म उहाँलाई भन्ने गर्छु पर्सनली पनि है। थुप्रै समस्या छन्, अनि सही समयमा तलब पाउँदैन, सही समयमा तपाईँको देश फर्किनु पाउँदैन है। युवाले यति दुःख पाएछन्, त्यस सम्बन्धी राज्य आज माउन छ। र अर्को कुरो, कतिवटा देशमा चाहिँ हाम्रो एम्बेसी छैन रहेछ। मैले त्यस सम्बन्धी अस्ति कुरा राखेका थिएँ, अझ पर्सनली पनि त्यो कुरा सरकारलाई राखिरहेको छु। अब त्यहाँ भवितव्य कुनै दुर्घटना भयो, कोहीको तपाईँको चाहिँ दुर्घटना भयो, कुनै युवाको त्यहाँ चाहिँ तपाईँको चाहिँ अब दुर्घटना बाटो मृत्यु भयो भने देश फर्काउने अवस्था छैन। हेर्नुहोस्, किन भन्दाखेरि त्यहाँ दूतावास पनि छैन, केही पनि छैन है, त्यस्तो अवस्था छ। अनि सरकारलाई त्यो सम्बन्धी मैले चाहिँ भन्ने रहेको छु र दूतावास नभएको ठाउँमा कम्तीमा रणनीतिक ढङ्गले सरकारले पहल कदमी गर्नुपर्छ भनेर निरन्तर यो चाहिँ मैले प्रत्यक्ष संसदमा उठाइ नै रहन्छु। तर अप्रत्यक्ष ढङ्गले पनि यो कुरा हाम्रो सभामुखजी पहिला श्रम मन्त्री भएर आएको हुनाले उहाँले पनि यो कुरा मैले गर्दै थिएँ। उहाँले मलाई के भन्दै थियो भने, हो आर्यनजी यो सबैभन्दा ठुलो समस्या छ, यो अनौपचारिक कुरा उहाँले मलाई भन्दै थियो। चाहिँ बरु उहाँले के प्रस्ताव गर्नुभएको थियो भने त्यति बेला उहाँले मलाई अनौपचारिक भन्नुभएको कुरा, 1.5 लाख रुपियाँ लिने कानुन बनाऊ, अनि कम्तीमा सिप नसिकाइ कुनै पनि युवालाई विदेश नपठाउँ, र कम्तीमा 50,000, कम्तीमा थोरैमा 50,000 तलबभन्दा कुनै पनि तपाईँको श्रम स्वीकृति नदिउँ, त्यो चाहिँ कराभन्दा कडा कानुन बनाऊ भने त्यति बेला मैले पहल गर्नु खोजेको थिएँ, भएन भन्दै थियो हाम्रो चाहिँ अहिलेको चाहिँ सम्माननीय सहमुखज्यूले पनि होइन। यो चाहिँ हाम्रो अनौपचारिक कुराकानी भएको यस्तो छ अवस्था विधि रूपमा। अनि त्यो फेरि भिसा टिकटमा पठाउन सकिन्छ कि सकिँदैन त, त्यो कुरा पनि राज्यले चाहिँ क्लियरफाई गरिदिनु पऱ्यो क्या। होइन तपाईँको नागरिकले न्याय पाउँछ। त्यो कारणले गर्दाखेरि वैदेशिक चाहिँ रोजगारमा जाने युवाले थुप्रै किसिमका समस्याहरू आज भोगिरहेका छन्। यता व्यवसायको आफ्नै समस्या छ है, अनि सरकारले चाहिँ नहुँदो कानुन बनाएर दुःख दिएको छ। अहिलेसम्म पनि यस सम्बन्धी सरकारले चाहिँ कुनै पनि तपाईँ बलियो ढङ्गले तपाईँको पहल कदमी गरेको अवस्था छैन। तर यस सम्बन्धी हाम्रो कुरा चाहिँ उठि नै रहन्छ, गरिरहन्छ। र अर्को कुरा, यसपालि सरकारले नीति तथा कार्यक्रममा के लिएको भन्दाखेरि नयाँ अन्य तपाईँको मुलुकमा पनि युवाहरूले विदेश पठाउनको निम्ति श्रम स्वीकृति गर्ने र पहल कदमी गर्ने, त्यो देशसँग समन्वय गर्ने, कुटनीति पहल गर्ने भनेर ल्याएको यो दुःख लाग्छ। अब अरू कुरो, देशमै युवाहरूलाई कसरी रोजगार दिन सकिन्छ भनेर चाहिँ हामी सबैले सोच्नुपर्ने अहिलेको आवश्यकता चाहिँ त्यो हो। त्यो कारणले गर्दाखेरि सम्पूर्ण प्रवासी नेपालीहरूलाई संसारभरि छरिरहनु भएको छ। दुःख लाग्छ। आज हेर्नुहोस्, हाम्रो देशमा के छैन र आज हामी विदेश हुनुपर्ने बाध्यता छ। हेर्नुहोस् त, हामीसँग चाहिँ नुनदेखि सुनसम्म हरेक किसिमको स्रोत साधन छ, तर पनि आज हामी विदेश हुनुपर्ने ठुलो समस्या छ। यो सङ्कटबाट हामी छिटै चाहिँ हामीले न्याय पाऊँ, छिटै हामीले स्वतन्त्र हौँ र छिटै सबै नेपालीहरूले चाहिँ सबैले प्रयत्न पनि गरौँ। अस्ति मैले चाहिँ सदनमा भनेका पनि थिएँ अर्थमन्त्रीज्यूलाई, तपाईँको मात्रै दायित्व नहोला, अहिले अर्थमन्त्रालय तपाईँको मातहतमा छ, तपाईँले त्यसमा केही कुरा त तपाईँले जिम्मा लिनै पर्छ। तर पनि सबै नेपालीले सङ्कल्प गरौँ। सबै नेपालीले के सङ्कल्प गरौँ भने हाम्रो देश वैदेशिक ऋण र रेमिटान्सले होइन, आफ्नै देशको चाहिँ राजस्वले चल्ने देशको चाहिँ कहिले त्यो देशको परिकल्पना गर्ने, त्यो देशको अवस्था कहिले बनाउने, हामी सांसद र सबै नेपाली नागरिकले के कुरा त्याग गर्नुपर्ने त्यो कुरा त्यागौँ, सबैले सङ्कल्प गरौँ भनेर हाम्रो अर्थमन्त्रीज्यूलाई मैले भनेको थिएँ त्यो सदनबाट। र सबैलाई म आज भन्छु, एउटा सांसदको हिसाबले होइन, नागरिकको हिसाबले सबैले प्रयत्न गरौँ, प्रयास गरौँ र सबैले त्यो सङ्कल्प पनि गरौँ।
हाम्रो देशमा चाहिँ के चिजले चाहिँ हामी साँच्चै नै तपाईँको स्वाधीन बन्न सकिन्छ भन्ने विषयमा सबैले तपाईँको सङ्कल्प गर्नुपर्छ जस्तो लाग्छ। र सबै अन्तिममा धन्यवाद दिन चाहन्छु। संसारभरि छरेर रहनुहुने आफ्नो चाहिँ पौरखद्वारा आफ्नो पसिनाद्वारा तपाईँले पठाएको रेमिटान्सले आज लगभग देश धानेको छ। देश त व्यापारमा घाटा छ, आयात निर्यातमा घाटा छ, सबै कुरामा घाटा छ, व्यापारमा घाटा छ, तर पनि तपाईँहरूले पठाएको ठुलो रेमिटान्सले देश धानेको छ। दुःख लाग्दो कुरा तपाईँहरूले पठाएको रेमिटान्स झन् 60-65% हाम्रो छिमेकी भारततिर जान्छ। दोष उनको होइन, दोष हाम्रो हो, दोष हाम्रो हिजोको शासकको हो, दोष वर्तमान शासकको हो, दोष हाम्रो